ल सो यहाँहरु सबैलाई तसिदिले भन्न चाहन्छु। आज चाहिँ मैले के तपाईहरुलाई शेयर गर्न चाहे भन्दाखेरि घ्यासी पूजाको बारेमा केही आफूले जानेको बुझेको कुराहरु शेयर गर्न चाहे अनि राम्ररी सुनिदिने हेरिदिने गर्नु होला। अनि घ्यासी भनेको के हो त भन्दा हामीले पहिला त शब्द र अर्थको बारेमा बुझ्नुपर्ने हुन्छ। घ्यासी भनेर भनिन्छ अनि पूजा हैन। ज्ञा को अर्थ सही हुन्छ भने अनि सी को अर्थ चाहिँ चार हैन। अनि मोटामोटी भन्नुपर्दाखेरि चाहिँ 400 भन्ने बुझिन्छ। अनि पूजाको अर्थ चाहिँ के हो त भन्दाखेरि फेरि पूजाको चाहिँ अनि चढाउने र अनि प्रसन्न पार्ने भन्ने जस्तो हुन्छ बुझिन्छ। अब अनि समग्रमा सबै एकमुष्ट पारेर अनि यो शब्दहरुलाई भन्ने हो भने चाहिँ अनि 400 द्रव्यहरु बनाएर अनि चढाउनु अनि प्रसन्न गर्नुलाई चाहिँ बुझाउँछ। त्यसै कारणले गर्दाखेरि चाहिँ अनि घ्यासी भनेको चाहिँ के हो त भन्दाखेरि चाहिँ 400 द्रव्यहरु बनाएर अनि पूजा चढाउनु अर्थात अनि प्रसन्न पार्नु भन्ने अर्थ चाहिँ बुझिन आउँछ। 400 द्रव्य तयार पारेर अनि प्रसन्न गर्नु र चढाउनु भन्ने बुझ्न आउँछ। यो 400 चाहिँ अनि कसलाई चढाउने त भन्ने पनि अब क्वेशन आउन सकिन्छ। त्यही कारणले गर्दाखेरि यो 400 चाहिँ फेरि 4 जना मारहरुलाई चाहिँ चढाउने भन्ने कुरा हुँदो रहेछ हैन। अनि अब यो 4 वटा मार चाहिँ के हो त भन्दाखेरि पहिलो प्रथम चाहिँ स्कन्द मार भनेर आउँछ। स्कन्द मारलाई 100 द्रव्यहरु चढाउने, क्लेश मार भनेर आउँदो रहेछ। अनि क्लेश मारलाई 100 वटा द्रव्य चढाउने अनि मृत्यु प्रति मार भनेर आउँदो रहेछ। त्यसलाई पनि 100 वटा चढाउने अनि देवपुत्र मार भनेर आउँदो रहेछ। त्यसलाई पनि 100 वटा चढाउने जम्मा जम्मी गरेर अनि 400 हुँदो रहेछ। घ्यासी पूजा अर्थात 400 पूजा भनेर नामकरण भएको रहेछ।